हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। सो आज चाहिँ म तपाईहरुलाई एउटा पार्सल ओपन गरेर देखाउँदैछु हैन। यो चाहिँ मिसोबाट मैले मगाएको थिएँ। यो चाहिँ तपाईहरुलाई के हो भनेर तपाईहरुलाई देखाउँदैछु हैन। र यो चाहिँ एकदम घरमा युज हुने चीज क्या त, युजफुल। म चाहिँ प्रायः जस्तो युजफुल चीजहरु नै मगाउँछु नि त हैन। अनि मगाएको थिएँ, अन्त आइसकेको रहेछ है। म घरमा थिइनँ, अनि जस्तो घरमा आइपुगेको रहेछ। अनि त्यहाँबाट चाहिँ मैले पार्सल ओपन गर्दैछु। यो चाहिँ के हो भन्दाखेरि तपाईहरु हेर्न सक्नुहुन्छ, यो चाहिँ एकदम घरमा सबैजनाले नै युज गर्नुपर्ने नै हो क्या। युजफुल भन्दा पनि यसलाई चाहिँ युज गर्नुपर्ने नै भनौँ। किन भन्दाखेरि चाहिँ अहिले अब हैन, नेचर यति साह्रो उयो भइसकेको छ। त्यो नेचरलाई चाहिँ हामी घरमै लिएर लगाउनु पर्ने हुन्छ नि त हैन। अब बेसी ठुल्ठुलो केही गर्नु नसके पनि, रुखपात रोप्नु नसके पनि हामी त फुल चाहिँ रोप्न सक्छौँ नि त हैन। त्यही भएर चाहिँ फुल रोप्नको लागि चाहिँ मैले यहाँनिर फुलको पटहरू मगाएको थिएँ, हेर्न सक्नुहुन्छ। यो चाहिँ मैले अनलाइन बाई गरेको मिसोबाट है। यसको चाहिँ मलाई प्राइस परेको थियो अराउन्ड 250 अराउन्ड परेको थियो हैन। यो चाहिँ एकदमै युजफुल हुने चिज हो नि त है। एकदमै राम्रोमा आएको रहेछ, हेर्न सक्नुहुन्छ। 5 पिसेस थियो। अनि त्यसको मुनि राख्ने ढकना पनि हुन्छ नि, त्यो पनि थियो। टोटल 10 पिसेस भनौँ न, 5 पिसेस टप 5 पिसेस हो यो है। 250 ओन्ली साथीहरू। मलाई चाहिँ यो बाहिर किनेको भए चाहिँ महँगो पर्थ्यो होला, किनकि मैले बाहिर पहिला किन्दाखेरि चाहिँ मलाई महँगो परेको थियो। त्यही लागि चाहिँ मैले चाहिँ योपालि चाहिँ अनलाइन बाई गरेको। एकदमै राम्रो आएको थियो, हेर्न सक्नुहुन्छ तपाईँहरूले। ठुलो पनि है, एकदम 6 इन्चेसको थियो हैन। एकदम राम्रो, क्वालिटी पनि राम्रो है। अनि तपाईँहरूलाई पनि यो पर्चेस गर्नु चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले कमेन्ट गर्नुहोस् होला है, या त मलाई भन्नु सक्नुहुन्छ है। म चाहिँ तपाईँहरूलाई चाहिँ लिङ्क सेयर गरिदिनेछु यसको। एकदमै रिजनेबल प्राइसमा 5 पिसेस छ है। यस्तो राम्रो आएको थियो नि, यस्तो राम्रो। मलाई त एकदम खुसी भएँ म चाहिँ। तपाईहरुलाई पनि पर्चेस गर्नु छ भने चाहिँ तपाईहरुले कमेन्ट गर्नुहोस् होला। म हजुरहरुलाई लिंक शेयर गरिदिनेछु। ल भेटौँ है त अर्को भिडियोमा। आजको लागि बाइ बाइ साथी हो। फेरि भेटौँ अर्को भिडियोमा। बाइ।